हाम्रो बहिनी जिम गर्न आएको है कति दिन भयो जिम गर्न आएको तिमी 2 दिन भयो है के गर्न आएको जिममा के खास के कुन तरिका मोटाउन आएको हो गुड कति किलो छौ र अहिले 41 छौ है त्यसले तिमी 4-5 महिना मोटाउने हो ल दाइले चाहिँ आज हुन त मैले जिम गरेको धेरै भयो होइन मैले चाहिँ तिमीलाई आजदेखि ट्रेन गर्छु 5 महिनामा तिमीलाई चाहिँ धेरै त होइन म 5-7 किलो मोटाउने बनाउँछु तिमी रेडी है कति वर्ष हो तिमी ल दाजुबहिनीको यो सर छ है पक्का चाहिँ तिमी 4-5 महिनामा तिमीलाई म 10 किलो मोटाउने बनाउँछु है त ल डन ल दाजुबहिनीको है ल हेर्नु होला तपाईँहरू पनि यसरी हाम्रो बहिनी जस्तै होइन कति बहिनीहरू हुनुहुन्छ घरमा कोही दुब्ला हुनुहुन्छ कोही मोटो हुनुहुन्छ होइन तपाईँहरू चाहिँ अब घरमा थन्केर बस्नुहुन्छ रोग पाल्नुहुन्छ यसरी हाम्रो बहिनी जस्तो आँट गरेर आउनुला मसँग आज गरिन् यिनले तर चाहिँ उनको चाहिँ एउटा चाहिँ कस्तो छ भने म गर्छु मैले चाहिँ के गर्छु भन्ने उनको सोच छ के त्यही भएर यो बहिनीलाई एकदम मैले पनि यसो जिममा हेरेँ अरू बहिनीहरू पनि आउँछन् उनी त वास्ता गरिनँ मैले तर यो बहिनीलाई म चाहिँ 5 महिनामा केही मोटाउने बनाउँछु है त बहिनी ल थ्याङ्क यू ल